हेलो के छ गाइजहरुको हल्ली चल्ली मेरो चाहिँ सब ठीक छ है। अनि के हुँदैछ गाइजहरुको जिन्दगी कस्तो चल्दैछ के हुँदैछ प्रगति। मेरो त ताल यस्तै छ है, 5 दिन काम गरे 2 दिन चाहिँ यसो अलिअलि डुल्न हिँड्यो, त्यही भइराछ। अनि अहिले त अब जापानमा फेरि बोनस आउने टाइम भइराछ गाइज। वर्किङ भिजा हुनेहरुको चाहिँ टक्क लाएर वर्षमा 2 चोटी बोनस आउँछ के। सबैको त आउँदैन, फेरि कसैको चाहिँ बोनसै आउँदैन है, कसैको चाहिँ वर्षको 2 चोटी आउँछ, कसैको 3 चोटी 4 चोटी नै आउँछ कसैको त। त्यो चाहिँ अब कम्पनी अनुसार हुन्छ। अनि वर्षमा 2 चोटी बोनस दिने कम्पनीहरुले चाहिँ यही जुन जुलाई अगस्टमा दिन्छ एकचोटी, अर्को चाहिँ कि डिसेम्बर कि जनवरीमा दिन्छ के। वर्षको 2 चोटी चाहिँ त्यसरी दिन्छ बोनस है। त्यही भएर वर्किङ भिजा भएपछि चाहिँ फाइदै छ के, बोनस दिने कम्पनीमा छिरियो भने चाहिँ जो नि वर्षमा 1-2 चोटी चाहिँ यसो पैसा आउँछ। अब यति नै भन्ने चाहिँ फिक्स हुँदैन धेरै छ है। अब त्यही कम्पनीको प्रॉफिट अनुसार कतिको सेलिङहरु भएको छ, कतिको प्रॉफिट भएको छ, त्यही अनुसारले दिन्छ के। स्टुडेन्ट हुँदाखेरि पार्ट टाइम जब गर्दाखेरि चाहिँ बोनस धेरै छ कहीँ पनि दिदैन यार। मैले चाहिँ त्यत्रो काम गरी कहीँ पनि बोनसको सिस्टम चाहिँ कहीँ थिएन है। लगभग पार्ट टाइम जबलाई चाहिँ कहीँ पनि बोनस हुँदैन के। त्यही भएर वर्किङ भिजा भएपछि चाहिँ यो पनि एउटा फाइदा हो गाइस। अनि मेरो कम्पनीले पनि वर्षमा 2 चोटी बोनस दिन्छ है। एकचोटी चाहिँ जुलाईमा, एकचोटी चाहिँ डिसेम्बरमा हो के। अनि जुलाईमा चाहिँ अलिकति कम हुन्छ बोनस, अनि डिसेम्बरमा चाहिँ जुलाईमा भन्दा लगभग 1 लाख जति 10 मान जति बढी हुन्छ के। 10 मान भन्ने त हुँदैन, त्यही 8 मानदेखि 10 मान त्यस्तो बढी हुन्छ के। त्यस्तो सिस्टम छ हाम्रोमा चाहिँ। अनि अरु कम्पनीहरुले चाहिँ फेरि ठ्याक्क जुलाईमा जति दियो डिसेम्बरमा त्यति नै दिने, या त आफ्नो बेसिक स्यालेरी जति छ ठ्याक्कै त्यति नै बोनस दिने। त्यो नि कम्पनी अनुसार धेरै सिस्टम हुन्छ है। अनि मेरो कम्पनीमा चाहिँ त्यस्तो सिस्टम छ के, जुलाईमा अलिकति थोरै, डिसेम्बरमा चाहिँ अलि धेरै। अहिले चाहिँ बल्ल जुन भइराछ, मेरो बोनस चाहिँ नेक्स्ट मन्थ आउने हो के गाइज। त्यही भएर अहिलेसम्म बोनस चाहिँ आइसकेको छैन, हातमा परिसकेको छैन है। अनि कुरा चाहिँ के भयो भने म चाहिँ 1-2 हप्ता अगाडि गुम्बा केन गएको थिएँ नि त, त्यही साथीको छोरीको बर्थडे पार्टीमा। यदि त्यो भिडियो हेरेको छैन भने नि हेर्नु होला है, अ डे इन माई लाइफ भनेर हालेको छु। अनि त्यहाँनिर चाहिँ दिनभरि रमाइलो गरियो है। अनि बेलुका फर्किने बेलामा चाहिँ केटाहरू सबैको मोबाइल अफ भयो के। अनि मेरोमा चाहिँ ब्याट्री थियो, त्यही भएर राति भइसकेको थियो कि, ट्रेनहरू नि नपाउने अनि ट्याक्सीहरू नि बोलाउनु पर्ने भएको थियो। अनि हल्का कम्बिनीसम्म चाहिँ म्याप हेर्दै गएर अनि त्यहाँ चाहिँ ट्याक्सी बोलाएर घर फर्किउँला भनेको थियो है। त्यही भएर साथीले चाहिँ मेरो फोन चलाइरहेको थियो कि म्याप हेर्नलाई, अनि पछि फोन गरेर ट्याक्सी नि बोलाउनु पर्छ भनेर। अब म र अर्को एउटा भाइ चाहिँ पछि हिँड्दै थियो कि, तिनीहरूको अलिकति लरबरिँदै। अनि त्यो साथीले चाहिँ राति अब है रक्सियाको तालमा बाटोमा मोबाइल झार्दैछ। अनि मोबाइल त फेरि झ्याम्मै फुटेछ कि, अगाडिको त्यो फ्रन्ट क्यामेरा नै राम्ररी युज नहुने भएर है। अनि मेरो फेस पनि डिटेक्टै नहुने भयो कि। लाइफमा फर्स्ट टाइम मोबाइल फुटिरहेको के। लगभग 9-10 हुँदादेखि मैले मोबाइल चलाउन थालेको है। 9-10 क्लास भनेपछि लगभग 14-15 वर्षको उमेरदेखि मोबाइल चलाउन थालेको। आजसम्म कहिले मोबाइल फुटेको थिएन, कहाँबाट त्यो साथीले चाहिँ मोबाइल लिएर फुटालिदिरहेको के। अनि त्यो मोबाइल बनाउन चाहिँ बनायो होइन, उसैले पैसा पनि दियो। लगभग 2 मान लागेको थियो क्या त्यो मोबाइलको स्क्रिन फेर्नको लागि चाहिँ। हुन त त्यो डुप्लिकेट हो है, ओरिजिनलको त एकदम महँगो पर्छ होला। 13 प्रो म्याक्सको डुप्लिकेट स्क्रिन चाहिँ 2 मानमा फेर्दिएको थियो। अनि पैसा पनि उसैले दियो दिन चाहिँ होइन। त्यो मोबाइलको डिस्प्ले फेरेपछि मोबाइल त क्या सेतो भइदिरहेको क्या, डुप्लिकेट आइफोन जस्तो होइन। चलाउन पनि क्या अप्ठ्यारो जस्तो भइरहेको, त्यो एडिटिङहरू गर्न नि क्या गाह्रो भइरहेको। अनि त्यो त ठिकै छ है। अनि भिडियोहरू रेकर्ड गर्दा एडिटिङ गर्दाखेरि त ब्याट्री त यस्तो चाँडो सकिने भइरहेको, दिनमा 2 चोटी यति फुल चार्ज गर्नुपर्ने कि। पहिला त क्या मजाले टिक्थ्यो, 13 प्रो म्याक्सको ब्याट्री राम्रो हुन्छ नि त मजाको। तर त्यो डिस्प्ले फेरेपछि चाहिँ पुरै ब्याट्री त एकछिनमै सकिने भयो। अनि भिडियो एडिटिङहरू गर्न नि लास्टै गाह्रो भयो कि। अब त्यो सेतो स्क्रिनले गर्दाखेरि है, अलिकति यसो कलर ग्रेडिङहरू गर्न नि कसरी गर्ने सब सेतो आउँछ है। अनि आइफोनले पनि डिटेक्टै नगरेर क्या, तेरो डिस्प्ले चाहिँ डिटेक्टै भएन, यो जेन्युइन पार्ट्स होइन जस्तो भनेर आइरहेको थियो। त्यही भएर चाहिँ मैले अर्को फोन किने गाइज। एप्पल स्टोरबाट तातो फोन डेलिभरी भएको छ है। अनबक्सिङ हान्दिहाल्नु पर्यो गाइज। भोलि उज्यालोमा अनबक्सिङ गरायो भने चाहिँ अलि राम्रो भिडियो आउँथ्यो होला है।
तर पुर्न सकिँदैन गाइज भोलिसम्मलाई, त्यही भएर यहाँ बेलुका नै फोडिदिइहाल्नु पऱ्यो। मजाले सेफसँग नै पठाउँदो रहेछ। ओ आईफोन देखो ना गाइज, देखो ना क्या है ये, क्या है। टक्क लाएर यो चाहिँ आइफोन 17 प्रो हो गाइज, डिप ब्लूमा लिएको है। यसको प्राइस चाहिँ कति 2,14,800 हो। अनि एप्पल स्टोरबाट चाहिँ अनलाइन मगाएको हो कि। दामी छ नि त। अनि फोन भयो, अनि अर्को चाहिँ एउटा केबल आउँदो रहेछ, चार्जिङ केबल। यो आइफोनले यार एउटा जाबो चार्जर धनी दिँदैन क्या, छुट्टै किन्नु पनि कि। यस्तो कबाडी यार, केही आउँदैन रहेछ अहिले त यार। स्टिकरहरू हुन्थ्यो क्यारे पहिला त, आइफोनको स्टिकर हुन्थ्यो, के हुन्थ्यो। अहिले त केही छैन कि। यतिको लागि 2,14,800 कि। अब यही हो गाइस, सब खोतालेर हेरेको केही छैन रहेछ। यही फोन र यो मात्रै रहेछ, चार्जर मात्रै। अब अन गरेर सब सेटिङहरू मिलाउनु पर्छ है। अनबक्सिङको भिडियो त 1 मिनटको पनि नहोला जस्तो। एक दिन बर्थडे पार्टी मनाउन गएको चक्करमा 13 प्रो म्याक्स घाटा लाग्यो गाइज। मैले चाहिँ त्यो कहिले लिएको यार, लगभग 2 वर्ष जति भयो क्यारे। हुन त सेकेन्ड ह्यान्ड लिएको है, एमाजोनबाट किनेको थिएँ। लगभग त्यस्तै 11 मान परेको थियो क्यारे, 1,10,000मा किनेको थिएँ। 13 प्रो म्याक्सको चाहिँ रिभ्यू एकदम दामी थियो नि त, क्यामेरा चाहिँ एकदम दामी हुन्छ, 13 प्रो म्याक्सको एकदम राम्रो छ भनेर किनेको थिएँ। कहिले फोन नफुट्ने मान्छे, कहाँबाट त्यहाँनिर चाहिँ साथीले फोन फुटालिदिएर अर्को किन्नुपर्ने भयो है। अनि मैले चाहिँ यो फोन क्रेडिट कार्डबाट किनेको हो कि, त्यही भएर यो महिना किन्यो, अब नेक्स्ट महिना चाहिँ बोनस आउँछ नि त, त्यही भएर त्यही बोनस आएको पैसाले चाहिँ क्रेडिट कार्डको बिल तिर्छु भनेर अनि किनेको हो कि। 17 प्रो म्याक्स चाहिँ किनेन क्या मैले। मलाई चाहिँ पहिल्यैदेखि सानै फोन मन पर्थ्यो है। जापान आएर पनि कतिवटा फोन चलाएँ यार। पहिला सुरु 5S चलाएँ है, हामी ठ्याक्कै 2013मा आउँदाखेरि 5S निक्लिरहेको थियो कि, त्यही भएर 5S चलाएँ। अनि त्यसपछि 6S चलाएँ, त्यो पनि सानै। अनि त्यसपछि 10S चलाएँ, त्यो पनि सानै। म्याक्सहरू चाहिँ कहिले किनेन कि। ठुलो फोन चाहिँ बोक्न झ्याउ लाग्छ क्या मलाई। अनि यो 13 प्रो म्याक्सको चाहिँ क्यामेराको रिभ्यू एकदम राम्रो भएको भएर चाहिँ किनेको थिएँ। अनि अहिले पनि फेरि 17 प्रो नै किनेको क्या। 17 प्रो म्याक्स चाहिँ महँगो पनि छ, एउटा कुरा त्यो पनि हो होइन। अनि ठुलो फोन चाहिँ गरुङ पनि हुने, अनि हातमा यसरी बोकेर हिँड्दाखेरि चाहिँ अलि झ्याउ पनि भयो कि, त्यही भएर चाहिँ सानो फोन चुटुक्क ठिक्क हुन्छ भनेर। प्रो म्याक्सको चाहिँ लगभग 15-20 हजार महँगो पर्ने थियो क्यारे योभन्दा। मैले चाहिँ अनि 512 जिबीको लिएको हो क्या फेरि, त्यही भएर चाहिँ अलिकति महँगो पऱ्यो। 256 जिबीको ल्याए भए चाहिँ अलिक सस्तो हुन्थ्यो है, तर 512को लिइदिएको। भिडियोहरू बनाउँदाखेरि फेरि स्टोरेजहरू नपुग्ला भनेर। अनि फेरि मैले चाहिँ यो पहिला माइक पनि के 13 प्रो म्याक्सको थियो नि त, लाइटनिङ थियो नि त, त्यो छिराउने पाल। अहिले चाहिँ अब 15देखि हो क्यारे, 15देखि चाहिँ टाइप सी भएको छ नि त, चार्जिङ गर्ने त्यो पाल होल पनि। त्यही भएर माइक पनि युज गर्न मिल्दैन कि। अब अर्को माइक किन्नुपर्ने भएको छ कि, त्यही भएर म त्यो कियस टेङ्की इलेक्ट्रोनिकको पसल गएको थिएँ है। त्यहाँनिर चाहिँ एउटा एडाप्टर किनेर चल्छ कि भनेर। अनि किन्नु अगाडि चाहिँ फेरि मलाई यसो डाउट लाग्यो कि, 1000 रुपियाँको थियो एडाप्टर चाहिँ, कति 1000 जतिको थियो। अनि चल्छ कि चल्दैन, फेरि चलेन भने तनाव हुन्छ भनेर। त्यही भएर त्यहीँनिर काम गर्ने स्टाफलाई चाहिँ म यसरी माइक युज गर्नुपर्ने हो, चल्छ कि चल्दैन एकचोटि चेक गर्छु भनेको। अनि त्यसले पनि चेक गर्न दियो, अनि चल्दैन रहेछ कि एडाप्टरले चाहिँ। चार्जिङहरू चाहिँ हुँदो रहेछ, तर यो माइक चाहिँ चल्दैन रहेछ। त्यही भएर फेरि माइक पनि टाइप सीवाला किन्नुपर्ने भएको छ है। त्यही माइक चाहिँ के किनौँ भइरहेछ कि, DJI को किनौँ कि यो अहिले चलाइरहेको के हो यो हलील्यान्ड हो क्यारे, हलील्यान्डकै मिनी। त्यो अब चाहिँ 2टा माइक भएको किन्नु पऱ्यो भन्ने सोचिरहेको छु कि। यसो कहिलेकाहीँ कोही साथीहरूसँग हुँदाखेरि चाहिँ यसो 2 जना बोलेको ठिक हुन्छ भनेर। हुन त धेरै जसो म जहिले एक्लै बनाउँछु भिडियो त है, त्यही पनि यसो कहिलेकाहीँ चाहिँ काम लाग्छ कि भनेर चाहिँ अब चाहिँ 2टा माइक भएको किन्नु पऱ्यो भन्दैछु। बेलुका अर्डर गर्छु माइक चाहिँ एमाजोनबाटै, त्यही 2टाको रिभ्यूहरू हेरेर होइन। लगभग प्राइस पनि उस्तै छ कि, DJI को मिनी र हलील्यान्डको पनि मिनी नै हो क्यारे। 2टा माइक हुने, एउटा चाहिँ टक्क मोबाइलमा छिराउने डल्लो चाहिँ, सजिलो पनि हुने क्या त्यस्तो माइक भयो भने। त्यही भएर त्यो किन्नु पर्ला। अनि अहिले चाहिँ मैले भिडियो रेकर्डिङ चाहिँ 17बाट गरिरहेको छु होइन। अनि साउन्ड चाहिँ 13बाट रेकर्ड गरिरहेको छु कि। क्या झ्याउ भइरहेको छ, घर गएर 2टा क्लिपलाई मिक्स गरेर होइन अडियो मिलाउनु पर्छ। त्यही माइक चाहिँ अब 2-3 दिनमा आउँछ होला, एमाजोनले चाँडै पठाइदिन्छ। नेक्स्ट टाइमबाट रेकर्डिङ गर्दाखेरि चाहिँ टक्क लाएर 17बाटै आउँछ अडियो पनि। अनि 17 को क्यामेरा क्वालिटी चाहिँ बवाल लाग्यो क्या मलाई, यो 17 प्रोको।
17 को चाहिँ कस्तो छ अलि थाहा भएन मलाई, तर प्रो र प्रो म्याक्सको चाहिँ सेम जस्तै रहेछ क्यामेरा, दामी आउँदो रहेछ कि। 17 को दामी लागेको फिचर भने चाहिँ मलाई यो के ड्युल क्यामेरा हुने कि, टक्क लाएर अगाडि सिनहरू पनि खिच्न मिल्ने होइन, अनि आफ्नो पनि आउने। यो चाहिँ मेरो बहिनीले ठ्याक्कै लन्च हुने बेलै किनेको थियो कि, यहीँ हुने बहिनीले 17 प्रो म्याक्स किनेको थियो उसले चाहिँ। अनि अस्ति 1-2 महिना अगाडि भेट्दाखेरि चाहिँ टक्क फोन देखाएको थियो, अनि यो नयाँ फिचर त मलाई पनि थाहा थिएन कि 17 मा छ भन्ने। अनि उसको देखेपछि चाहिँ क्या दामी लागिरहेको कि मलाई, टक्क लाएर है यसरी हिँड्दाखेरि सिनहरू पनि देखिने, आफू पनि देखिने। त्यही भएर यो फिचर चाहिँ मलाई दामी लागेको थियो कि 17 को चाहिँ। फोन चाहिँ म दुइटै युज गर्छु, भिडियो त 13 प्रो म्याक्सको पनि दामी आउँछ है, त्यही भएर कहीँ काम लाग्न सक्छ। दुईटा फोन भयो भने एउटा ब्याकअप पनि हुन्छ नि त, एउटा चार्ज गर्दा अर्को चलाउने, एउटा चार्ज गर्दा अर्को चलाउने, तात्यो भने अर्को चलाउने, त्यही भएर ठिकै छ। सायद अब नेपाल गएको बेलामा चाहिँ घरतिर छोडिदिनु पर्ला यो 13 प्रो म्याक्स चाहिँ, तर अहिलेको लागि चाहिँ चलाइरहेको छु गाइज। त्यही भएर गाइज बोनस चाहिँ हातमा आइसकेको छैन है, तर चुना चाहिँ लागिसक्यो। अब त्यही बोनसले अर्को महिना क्रेडिट कार्डको बिल तिर्नुपर्छ, तर सायद बोनस त धेरै नै आउँछ होला फोनको पैसा भन्दा चाहिँ, किनकि पहिलाको वर्ष पनि धेरै नै आएको थियो है यो फोनको प्राइस भन्दा त। यो वर्ष चाहिँ अझै प्रफिटमा पनि गएको छ, अनि प्लस फेरि मेरो लेभल पनि एक ग्रेड बढेको छ नि त, त्यही भएर सायद अलिकति बढी आउँछ होला। तर कति आउँछ भनेर चाहिँ भन्नु हुँदैन रे गाइज, यस्तो कुराहरू स्यालेरी कुराहरू पैसा कुराहरू चाहिँ भिडियोमा गर्नु हुँदैन रे, बुरी नजर लाग्छ रे, बुरी नजर वाले तेरो मुख काला। त्यही भएर एक्ज्याक्ट एमाउन्टहरू चाहिँ सेयर गर्न हुँदैन भनेको छ कि मलाई, त्यही भएर भन्नु हुँदैन गाइज कति आउँछ पैसा भनेर, तर बढी चाहिँ बढी नै आउँछ है यो फोनको प्राइस भन्दा। ल त्यही हो गाइज कुरा चाहिँ, गुम्बा केन गएर दह्रो घाटा लाग्यो है। हुन त मेरो गल्ती त होइन है, साथीले फुटालिदियो हो, त्यही पनि बनाउनु त बनाइदिएको थियो, तर डुप्लिकेट पार्ट भएर चाहिँ खासै कामै लागेन कि बनाए पनि। त्यही हो नयाँ कुरा, यस्तो प्रगति भनेको। आइफोन 17 प्रो किनियो, जे भयो नि जापान आएर यति चाहिँ प्रगति भएको छ है, अहिलेसम्म 3-4वटा फोन फेरि बोक्न पाइएको छ। स्यामसङहरू चाहिँ खासै नचलाएर होला इन्ट्रेस्टै नलाग्ने कि, जहिले आइफोन मात्रै किने भइसक्यो यार। अनि फेरि क्याप पनि छोडेर आएछु कि गुम्बा केनमै, त्यो चाहिँ फेरि मेरो फेभरेट क्याप के एडिडासको क्याप हो है, जहिले लगाइरहन्छु नि मैले भिडियोहरूमा एडिडासको कालो क्याप। त्यो त मैले कतिवटा किनिसकेँ कि, कलर चाहिँ जाँदैन होइन, एडिडासको ओरिजिनल हो, तर त्यो घामले चाहिँ खुइलिने कि, त्यही भएर खुइल्यो कि अर्को किन्ने गरेको थिएँ, अब त्यो पनि उतै छोडेर आयो। ल है त गाइज आजलाई यति नै है, बाँकी कुरा अर्को भिडियोमा गर्दै गरौँला। आजको लागि चाहिँ जय नेपाल।